है गाइस, यहाँ धरान 16 मा चाहिँ यहाँ घरको अगाडि सर्प पसेको रहेछ र हामी यो सर्प निकाल्नको लागि चाहिँ हामी बसिरहेका छौं। ल गाइस सर्प एकदम ठुलो रहेछ। जुम गरेर तान्नु नि अघिदेखि भिडियो भने एकदम हेर्नु होला गाइस। यहाँ धरान 16 मा चाहिँ गोमन सर्प घरको अगाडि नालीमा चाहिँ पसेको रहेछ गाइस। अनि यहाँ चाहिँ धुवा लगाएर चाहिँ त्यो नालीबाट चाहिँ हामीले सर्प निकाल्न कोसिस गरिरहेका छौं है त गाइस। ओहो त्यसलाई ठुङ्गो क्या मजाले भाटोलाई ठुङ्गो त्यसले त। छोरो मान्छेको पनि ज्यानै हो। भित्र पस्छ तान्नु न बाँस तिमी आठीले जाउँ तान तलबाट बाँस ठेलिदिनु न। लङ्गडे छ भने त उयो हुँदैन होला, बरु ठेलिदिनु त्यहीँनिर अल्झिरहेछ। मुख त निकालिरहेछ आज। कस्तो बाँसलाई नि टक्कै ठुङ्गिरहेछ। म ठोकेको भनेको रियलमा अहिले देखेको। मुख निकालिरहेछ। त्यो बाँस चाहिँ अर्को तान्नु न। त्यो छिरो नि त भित्र चाहिँ। फर्केर हुँदै पो गयो क्यार। तान्नु तान्नु आमाम सानो रहन्छ। हो देखा ठेलिदिनु न कट्टै ओह्रालो हो सर क्या। सानो रहन्छ ल उ त तल्लो नालीमा छिरो। यहाँबाट निकालिदिनु कता जानु जाओस्। पुछारमा समातेर तान यहाँबाट पनि ठेलिदिनु दाजु ओह्राले। होइन मार्ने कि के गर्ने नजानु तलतिर टोक्छ। निस्क्यो निस्क्यो ओह्राले लैजानु न लखेट्दै लखेट्दै गयो। सरवाली जुम गरेर तान्नु त। अनि तलतिर घरतिर जान्छ नि त मार्नु कि के गर्नु। फेरि अर्को नालीमा छिरेर बस्ला दाजु। मार्नु के मान्छेलाई टोक्छ फेरि। कता गयो हामीले सर्व मारेका छैनौँ, उद्धार गरेका छौँ। अनि काम यसले टोक मान्छे मार्छ के।